हेलो साथी हो। आज चाहिँ सन्तोष कृषि तथा पशुपन्छी फार्म भिजिट गर्नुहोस् है त। ल देख्न सक्नुहुन्छ यो चाहिँ कृषि आधुनिक उपकरणबाट पारेको खोर हो। म हजुरहरूलाई मेरो खोरको सबै एक एक पार्ट्सहरू देखाउने छु। यो चाहिँ हाम्रो घाँस उर्स राख्ने कोठा हो। यो चाहिँ हाम्रो बोका बस्छ। देख्न सक्नुहुन्छ यता चाहिँ यो बरन्डामा बाख्राहरू बस्छन्। यी बाख्रा भनेको उन्नत जातको सिरुई यो हाम्रो सिरुई बोका। यसले चाहिँ आँटो खान मागिरहन्छ। फेरि अर्को पार्टिसन छ। यता पनि बाख्राका पाठापाठीहरू बस्ने गरेका छन्। यता चाहिँ बाख्राका पाठापाठी साँझमा थुन्ने हो। यो चाहिँ साँझमा माउ थुन्ने। अहिलेलाई हाम्रो खोरको पार्टेसनमा 4वटा कोठा छन्। 4वटा कोठा सिकाको हाम्रो चाहिँ खोर, 2टा बरन्डा। यो चाहिँ घाँस, बाख्रालाई घाँस खुवाउने गुँड।